नयाँ चिज बनाएर देखाउँदैछु तपाईँहरूलाई हो के भन्दा चाहिँ मेरो कुखुराहरूलाई पानी खान चाहिँ एकदम असुविधा भइरहेको छ र अब यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब यतिकै हाल्दा चाहिँ मैला गर्छ होइन त्यसले गर्दा पानी खानु हुँदैन उनीहरूलाई मैला हुन्छ र एकदम पानी यहाँबाट सकिँदै जाने र यहाँबाट निस्किँदै जाने टाइपको एउटा एक प्रकारको तपाईँहरूलाई चिज बनाएर देखाउँछु र यो चाहिँ तपाईँहरूलाई पनि काम लाग्छ किनभने गाउँघरमा सबले पाल्छ कुखुरा एक दुईवटा त्यसलाई काम लाग्ने र अब सानसानो कार्टुनतिर पाल्दा पनि काम लाग्छ कसरी हो भन्दाखेरि चाहिँ अब यहाँ यसलाई यसरी राख्नुपर्छ हो जुन यो लेभल छ यो लेभलदेखि अलिकति मुनि दुलो पार्नुपर्छ यहाँ मैले तताएर ल्याएको छु हो यस्तो चिजहरूले है यहाँबाट तपाईँले यसको लेभल राखेर अलिकति मुनि है यसरी दुलो पारिदिनुहोस् यत्रो टोड्का भइहाल्छ है सानो सानो टोड्का यतापट्टि पनि दुलो पारिदिनुहोस् होइन दुलो परेपछि ठिकै यसको यति आउँछ र लेभल हुन्छ र पानी यहाँ हाल्नुपर्छ ल पानी हाल्ने तरिका चाहिँ पानी यसरी भर्नु होइन यो मुनिको चाहिँ बुच्चाएर राख्नुपर्छ हो यसरी यहाँदेखि चाहिँ टक्क यसो गरेर यो सट्टा निचारिदियो है अघि छेडेको चाहिँ बुझाउनु पऱ्यो है अघि चाहिँ हाल्दा चाहिँ छेडेको बुच्चा होइन टक्क त्यहाँदेखि तपाईँको लेभल आएपछि आफै बन्द हुन्छ होइन टक्क लेभल बस्छ हो अब यहाँ सरर आएपछि अन्त कुखुराहरू चल्लाहरू छ भने हो यहाँ राखिदिनु लेभलमा है त्यसरी राखिदिनुहोस्